नमस्ते डाक्टर शुभ। नमस्कार। त मैले अब धेरै दम्पतिहरूको चाहिँ जिज्ञासा रहेको सुनेको छु कि उनीहरूले कुन बेला थाहा पाउने त आफूलाई निसन्तानपन भएको भनेर, अनि कुन बेला चाहिँ आफूले मेडिकल हेल्प सिक गर्ने, अनि उनीहरूको नेक्स्ट स्टेप्स चाहिँ के हुन्छ भन्ने चाहिँ जिज्ञासा रहेको हुन्छ। उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? कुनै पनि निसन्तानपनको समस्या भोगिरहनु भएको दाम्पतिले चाहिँ अब 6 महिनादेखि 1 वर्षसम्म चाहना गर्नुभयो तर गर्भधारण भएन भने चाहिँ सर्वप्रथम त नजिकैको निसन्तानपन विशेषज्ञलाई भेटेर के चाहिँ कारण हो भनेर थाहा पाउनु पर्यो। त्यसपछि त्यो अनुसारको उपचारले चाहिँ उहाँहरूलाई सन्तान प्राप्तिमा त्यस्तो कठिनाइ नआउला। त्यसपछि के गर्नुपर्छ परामर्श अनुसार त्यसको हल गरेर सन्तान प्राप्ति गर्न सक्नुहुन्छ। अनि धेरै दम्पतिहरूको चाहिँ के हुन्छ सोच भन्दाखेरि आइभीएफ चाहिँ एकदमै जटिल प्रक्रियाको लागि मात्रै हो, अथवा चाहिँ यो धेरै उमेर भएका दम्पतिहरूले मात्र आइभीएफ गर्ने भन्ने चाहिँ सोच छ हैन। यो कतिको सत्य हो? त्यो कुरा चाहिँ पुरै सत्य होइन, किनभने उमेर पुगेर मात्रै होइन, उमेर कम भएको महिलाहरूमा पनि नलीको समस्याहरू आउन सक्छ, जसले गर्दा चाहिँ निसन्तानपन भइरहेको हुनसक्छ। सबैलाई आइभीएफ चाहिन्छ भन्ने हुँदैन, तर अब जसलाई जरुरी छ, जस्तै अन्डाको समस्या छ बनिरहेको छैन, नली दुवै नली बन्द छन्, श्रीमानको बिरेमा कमी छ जुनले चाहिँ नर्मल प्रेग्नेन्सी लाग्न दिँदैन भने चाहिँ उहाँहरूलाई आइभीएफ चाहिन सक्छ। यसमा चाहिँ उमेरको हदले चाहिँ अन्डाको क्वालिटीलाई मात्रै धेरै हामी भन्छौँ। उमेर भयो भने अन्डाको सङ्ख्या घटिरहेको हुन्छ, त्यसले गर्दा बच्चा लाग्न गाह्रो हुन्छ। तर सानो उमेरमा पनि समस्याहरू आइरहेको हुनसक्छ। सबैलाई चाहिँ आइभीएफ चाहिँदैन, तर अब समस्या जुनलाई चाहिँ जरुरी हुन्छ, नेचुरल प्रेग्नेन्सी लाग्न गइरहेको छैन अथवा केही कारण देखिया छैन तर 3 वर्षभन्दा बढी भयो सन्तान प्राप्ति गर्न चाहना गर्नुभएको रहेन भने चाहिँ केही कारण चाहिँ हुनसक्छ। त्यसको चाहिँ अब परामर्श लिएर जाँचहरू गरेर त्यो अनुसार उपचार गऱ्यो भने सन्तान प्राप्ति गर्न सक्नुहुन्छ। त्यसो भए कस्तो कस्तो केसेसमा चाहिँ स्पेसिफिकली आइभीएफ नै गर्नुपर्ने हुन्छ? आइभीएफै गर्नुपर्ने जरुरी भनेको जस्तै महिलाहरूको दुवै नली बन्द भएको छ, त्यस्तोमा चाहिँ अब आइभीएफै गर्न जरुरी हुन्छ। महिलाहरूको उमेर 40-35 भन्दा माथि गइसक्यो, जसलाई चाहिँ अब आफ्नो अन्डा क्वालिटीको निस्केको छैन, नेचुरल प्रेग्नेन्सी लाग्न सकेको छैन, उहाँहरूलाई पनि आइभीएफ चाहिने हुनसक्छ। जस्तै श्रीमानको बिरेमा एकदमै कमी छ, जसले चाहिँ नेचुरल प्रेग्नेन्सी लाग्ने जतिको सङ्ख्यामा छैन भने पनि आइभीएफ चाहिने हुन्छ। अब कतिजनाको चाहिँ अब पहिलाको बच्चाहरूमा समस्या देखिरहेको छ, मानसिक समस्या अथवा जेनेटिकली लाग्ने समस्याहरू, जसमा चाहिँ अब यो बच्चामा पनि आउने चान्स छ भने चाहिँ हामीले आइभीएफ गरेको बच्चालाई जाँच गरेर राम्रो बच्चा जुनमा चाहिँ त्यो रोगको देखेको छैन जाँचेर चाहिँ हामीले त्यो भ्रूण चाहिँ राख्न सक्छौँ। ओके, त्यसो भए आइभीएफ प्रक्रियाको चाहिँ कस्तो हुन्छ, स्टेप्स कस्तो हुन्छ, अनि यसको तयारी चाहिँ कसरी गरिन्छ आइभीएफको लागि? आइभीएफलाई चाहिँ सर्वप्रथम आफ्नै अन्डा युज गरेर आइभीएफ गर्नलाई चाहिँ करिब 2.5 देखि 3 महिनामा चाहिँ हाम्रो अन्डा लिने तयारी र अनि बच्चा राख्नेसम्ममा चाहिँ 2.5 देखि 3 महिनामा चाहिँ त्यो समयमा पुरा हुन्छ। अनि पहिलो चरणमा चाहिँ हामीले आजभोलि चाहिँ हामीले 2 चरणमा चाहिँ आइभीएफ गर्छौँ। पहिलो चरणमा चाहिँ अन्डा लिने, अनि त्यसपछि बच्चा बनाउने, भ्रूण बनाउने, अनि त्यो भ्रूणलाई चाहिँ फ्रिज गरेर राख्ने। अनि दोस्रो चरणमा चाहिँ हामीले पत्र तयारी गर्ने, अनि त्यसपछि पत्र हामीले भनेको अनुसार राम्रो भयो, औषधि दिएर अथवा नेचुरल वेमा बन्यो, पत्र राम्रो बन्यो, त्यसपछि चाहिँ बच्चा राखेको 14 दिनमा चाहिँ हाम्रो रिजल्ट आउँछ। आइभीएफको सक्सेस होस् भन्नको लागि चाहिँ कपल्सहरूले के कुरामा ध्यान राख्नुपर्ने हुन्छ? महिलाले के कुरामा ध्यान राख्नुपर्ने हुन्छ र पुरुषले के कुरामा विचार पुर्याउनु पर्ने हुन्छ? आइभीएफ प्रक्रियामा जाँदै हुनुहुन्छ भने चाहिँ विशेष गरी खानपिनमा ध्यान दिनु पर्यो। जङ्क फुडहरू खान भएन, धुम्रपान मद्यपान गर्न भएन, कफीको सेवन पनि दिनमा 1 चोटि मात्रै गर्नु भयो। कुनै पनि मेडिसिनहरू एक्स्ट्रा जुन चाहिँ प्रेस्क्रिप्ट नगरेको औषधिहरू त्यसरी खान भएन। अरू बाँकी त नर्मल प्रेग्नेन्सीमा जुन यो गर्न नहुने भनेको जस्तै गरुङको भारी कामहरू गर्न भएन, तनाव लिन भएन, योहरू ध्यान दिनु पर्यो। अरू समस्या जस्तै थाइरोइड, इन्डोमेट्रियोसिस हैन, पिसिओएस, यस्तो कुराहरूले चाहिँ कतिको फरक पार्छ यो आइभीएफको सक्सेसमा? जस्तो नर्मल अन्डा बनिरहेको महिलाहरूमा चाहिँ अन्डाको क्वालिटी पनि राम्रो हुन्छ। अब आजभोलि यो पिसिओएसको समस्या बढ्दो छ, जस्तो अन्डाहरूमा दानाहरू बन्ने, राम्रोसँग महिनामा अन्डा ननिस्किने,
यसको लागि चाहिँ सबैलाई आइभीएफ चाहिन्छ भन्ने होइन। पिसिओएसको उपचार गर्नुभयो भने साधारणतया आफै पनि प्रेग्नेन्सी लाग्छ। थाइरोइडको समस्या छ तर थाहा भएन, उपचार लिनु भएको छैन भने चाहिँ त्यसैले पनि लागेको नर्मल प्रेग्नेन्सी पनि खेर जाने समस्याहरू आउन सक्छ। त्यही भएर चाहिँ कुनै पनि अब प्रेग्नेन्सी प्लान गर्नु भएको छ भने चाहिँ हामीले प्रेग्नेन्सीभन्दा अगाडि गर्ने केही जाँचहरू हुन्छ, त्यो गरेर थाइरोइडको, विशेष गरी थाइरोइडको समस्या छ छैन, यो पिसिओएसको समस्या छ छैन, अरू नजानिदो हर्मोनहरूको इम्ब्यालेन्स छ कि छैन भनेर चाहिँ साधारणतया सबैलाई नै पहिलो चरणमा नै त्यो जाँचहरू हुन्छ। त्यो अनुसार सबै ठिक छ भने त केही गर्नु परेन, नत्र केही समस्या देख्यो भने चाहिँ आइभीएफ गर्नुभन्दा अगाडि चाहिँ त्यसको उपचार सुरु गर्छौँ अनि त्यसपछि मात्रै आइभीएफको प्रक्रिया अगाडि बढ्छ। अब आइभीएफलाई चाहिँ कति दम्पतिहरूले लास्ट स्टेजको रूपमा हेर्नु हुँदो रहेछ है। सबै कुरा गरेर फेल भएपछि चाहिँ आइभीएफ गर्यो भने पास हुन्छ भन्ने चाहिँ धारणा हुँदो रहेछ। यो कतिको सत्य हो? अब अहिले धेरैजनाले चाहिँ आइभीएफ सम्बन्धी बुझ्नु भएको छ तर यसको रिजल्ट सम्बन्धी बुझिरहनु भएको हुँदैन। सबैजनालाई लास्ट अप्सन पनि भन्न मिल्दैन। जसको अरू कारणले भएन आइभीएफले प्रेग्नेन्सी लाग्छ पनि, अब कतिजनाको अरू कारणहरू हुनसक्छ जुनलाई आइभीएफै नचाहिकन पनि प्रेग्नेन्सी लाग्छ। त्यो चाहिँ अब जाँच गरेर मात्रै हामीले भन्न मिल्छ। यस्तो अब लास्टमा गएर आइभीएफ गरेर सक्सेस 100% हुन्छ भन्ने चाहिँ हुँदैन। अब त्यसको पनि कारणहरू छन्, उमेर, अन्डाको क्वालिटी, बच्चाको क्वालिटी, ती सबैहरूले चाहिँ आइभीएफको सक्सेसमा सङ्ख्या बढाउने हो। ती सबै कुरा ठिक छ भने चाहिँ लास्टमै लिनुभए पनि आइभीएफ सक्सेस हुन्छ। ती कुरामा ध्यान पुगेको छैन भने चाहिँ आइभीएफ गरे पनि 100% सक्सेस नहुन सक्छ। नेपालमा विदेशमा हेरिकन आइभीएफको सफलता दर कस्तो छ? अब युके, युएस होइन, अस्ट्रेलियातिर चाहिँ यसको सक्सेस बढी हो कि नेपालमा पनि त्यही लेभलको सक्सेस मान्छेले पाउन सक्छन्? अब विदेशतिर चाहिँ सक्सेस, हामी नेपालमा पनि अहिले यो अत्याधुनिक प्रविधिहरू आइसकेको छ आइभीएफमा पनि। पहिला पहिला अब इन्डिया गएर उपचार गर्नु पर्थ्यो, त्यो अब नेपालमा सम्भव भएको छ। पहिला काठमाडौँमै गएर उपचार गर्नु पर्थ्यो, अब चितवनमा सम्भव भएको छ। अनि जुन क्वालिटीको सर्भिस चाहिन्थ्यो त्यो हजुरले विदेशमा लिनुभए पनि त्यही क्वालिटी हो, यहाँ नेपालमा लिनुभए पनि क्वालिटीमा चाहिँ त्यस्तो कम्प्रोमाइज हुँदैन। सबै स्ट्यान्डर्ड मेन्टेन भएर नै सबै कामहरू भइरहेको हुन्छ। त्यसै कारणले नै हाम्रो अब विदेशतिर जस्तै एउटा मात्रै बच्चा राख्ने हुन्छ, हाम्रो नेपालमा अझ 2टा राखिदिन्छौँ, जसले चाहिँ सक्सेस दर चाहिँ बढाइरहेको छ। जस्तै विदेशमा 30-35 भनेर आइभीएफको सक्सेस भन्नुहुन्छ भने चाहिँ हामी नेपालमा अथवा यो साउथ एसियन कन्ट्रीमा चाहिँ हामीले 60देखि 80% पनि आइभीएफले चाहिँ सक्सेस गराएर रिजल्ट दिएको डाटा छ हामीसँग। त्यसै कारण नै अब अहिले नेपालमा पनि हाम्रोमा पनि चाहिँ विदेशबाट चाहिँ परामर्श लिएर नेपाल आएर उपचार गरेर सन्तान प्राप्ति गरेर जानुभएको धेरै हुनुहुन्छ आइभीएफबाट पनि। आइभीएफ फेल हुनुको कारण चाहिँ के हुन्छ? के अवस्थामा चाहिँ आइभीएफ गरेको सक्सेसफुल नहुन सक्छ? साधारणतया मान्छेहरूको बुझाइ छ कि एकैचोटि आइभीएफ गर्ने बित्तिकै सक्सेस हुन्छ भन्ने हुन्छ। त्यो चाहिँ अलि ठिक होइन, किनभने पहिलो चरणमा आइभीएफ गऱ्यौँ सक्सेस भएन भने चाहिँ दोस्रो चरण, तेस्रो चरण अब कतिचोटि गरिसकेको हुन्छ। अब धेरै जस्तो साधारणतया 3 चोटि भन्दा बढी राम्रो खाले हामीले भ्रूण राख्दाखेरि पनि बच्चा बसेन भने चाहिँ अब भ्रूणकै कारण पनि हुनसक्छ। पाठेघरको भित्री पत्र राम्रोसँग नबनेर अथवा त्यसले बच्चा नलिएको हुनसक्छ। अथवा जस्तै बच्चा भनेको त एउटा मान्छेको शरीरमा अथवा केटी मान्छेको शरीरमा नयाँ चिज हो नि त होइन, त्यसलाई चाहिँ अब रिजेक्ट गरिरह हुन्छ कि एक्सेप्ट गरिरह हुँदैन। जस्तो इम्युनोलोजिकल रिजेक्सन भन्छौँ हामीले, अब त्यस्तो भएर पनि बच्चा नरिरहेको हुनसक्छ। त्यही भएर अब साधारणतः पहिलो चरणमा गर्ने आइभीएफ गर्दाखेरिको यी सबै थप जाँचहरू हुँदैन, जुन चाहिँ अब बारम्बार हामीले आइभीएफ गऱ्यौँ अथवा बारम्बार हाम्रो बच्चा रहेन भने चाहिँ थप जाँचहरू, बनेको बच्चामा जाँच गर्ने, आमाको पत्रहरूमा फेरि जाँच गर्ने, सङ्क्रमणहरूको जाँच गर्ने र यही हुन्छ नि इम्युनोलोजिकल, अब जुन चाहिँ शरीरले नलिने, शरीरले चाहिँ त्यसलाई एक्सेप्ट नगर्ने, त्यो मध्ये जाँचहरू हामीले गराइरहेको हुन्छौँ। त्यसपछि हामीले सबै जाँच गरेर हेरेर
राख्दाखेरि 2-3 चोटि आइभीएफ फेल भएकोहरूको पनि सक्सेस भइरहेको छ। अब अघि हजुरले भन्छु कि विदेशबाट पनि आएका छन् कतिजना होइन, विदेशबाट पनि यहाँ चितवनसम्म आउनुहुन्छ आफ्नो सन्तान प्राप्तिको लागि अनि सक्सेस भएर पनि जानुभएको छ। अब उहाँहरूको लागि प्रक्रिया कस्तो हुन्छ? त्यो बच्चा आइभीएफको लागि सुरु गरेदेखि बच्चा हुन्जेलसम्म यहीँ बस्नुपर्ने हो कि कसरी चाहिँ गरिन्छ यो प्रक्रिया विदेशबाट आउनुभएको मान्छेको लागि? अब अहिले नेपालमा चाहिँ वैदेशिक रोजगारीमा जाने पुरुषहरूको सङ्ख्या प्लस महिलाहरूको सङ्ख्या पनि बढिरहेकै छ। त्यो अनुसार चाहिँ हामीले अब आइभीएफमा चाहिँ एउटा उहाँहरूलाई सुविधा भन्ने कि एउटा उहाँहरूलाई चाहिँ प्लस पोइन्ट के भन्ने चाहिँ केटी मान्छेहरूले पनि आफ्नो उमेर 35 भन्दा सानो छ भने अन्डा फ्रिजिङ गरेर पछि जहिले प्लान गर्नुहुन्छ त्यो बेलामा आइभीएफबाट चाहिँ बच्चाको लागि प्लान गर्न सक्नुहुन्छ। अब जस्तै विदेशबाट नेपालमा आइभीएफ गर्न आउन चाहने महिला हुनुहुन्छ भने चाहिँ विशेष गरी अब पहिलो चरणमा हामीले अन्डा लिने हो। त्यो बेलामा चाहिँ कम्तीमा नि 15 दिन जतिको प्रक्रिया हुन्छ। त्यो बेलामा चाहिँ अब हामीले चाहिँ यहीँ अस्पतालमै आएर चाहिँ अन्डाको लागि सुईहरू लिनुपर्ने हुन्छ, इन्जेक्सनहरू लिनुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ अब यतै बस्नुपर्ने हुन्छ। अनि अर्को भनेको अन्डा लिइसकेपछि अब श्रीमान यहीँ हुनुहुन्छ भने श्रीमानको बिरे लिने, अथवा श्रीमान हुनुहुन्न भने पनि बिरे फ्रिजिङ गरेर जानुभएको छ भने त्यो जुनै बेला पनि त्यो युज गर्न पाइयो। अनि बच्चा बनिसकेपछि बच्चा फ्रिज भएको छ भने चाहिँ अब पछि आएर जुनै बेला पनि ट्रान्सफर गर्ने बेलामा त्यही 15 दिन अथवा 5 दिन जति उहाँ टाइम दिनुभयो भने इन्जेक्सन लाएर ट्रान्सफर भइहाल्छ। भनेपछि त वैदेशिक रोजगारमा जानुभएकोहरूलाई पनि त्यति कम्प्लिकेटेडै हुँदैन रहेछ त, प्रोसेस त एकदमै सर्ट पिरियडको लागि आए नि पुग्ने रहेछ है। अब एकचोटि इम्ब्रोय ट्रान्सप्लान्ट भएपछि चाहिँ महिलाले कति टाइमसम्म रेस्ट लाइक बेड रेस्ट गर्नुपर्ने हो कि अथवा के कुरामा चाहिँ सजगता अपनाउनु पर्ने हुन्छ? खासै चाहिँ पहिलादेखि मान्छेहरूको एउटा धारणा छ कि अब आइभीएफ भनेको यस्तो स्पेसल प्रविधिले गरेको कम्प्लिट बेड रेस्ट लिनुपर्छ भन्ने उहाँहरूको धारणा छ। तर त्यो चाहिँ अब सत्य होइन। किनभने जो काम गरिरहनु भएको महिलाहरू छ पहिलो 1 हप्ता 15 दिन चाहिँ अलिकति विशेष ध्यान दिने, उहाँहरूको काम छ, सजिलो काम छ, एकदम भारी काम गर्नुपर्ने त्यस्तो छैन भने चाहिँ उहाँहरू आफ्नो रुटिन काम पनि गर्न सक्नुहुन्छ ट्रान्सफर पछि पनि। त्यही भएर अनि ट्रान्सफर पछि बेड रेस्ट भनेर कम्प्लिट बेड रेस्ट चाहिँदैन। तर जस्तै प्रेग्नेन्सीमा अरू पनि नर्मल प्रेग्नेन्सीमा नि हामीले गरुङ्गो भारी नगर्नु, जस्तै नर्मल प्रेग्नेन्सीमा जति आफूले चाहिँ ध्यान दिनुपर्ने कुराहरूमा गर्नु नहुने कुराहरूमा विशेष ध्यान दिनुभयो भने आइभीएफमा प्रेग्नेन्सी लागेपछि त्यस्तो आत्तिहाल्नु पर्दैन, कम्प्लिट बेड रेस्ट गर्नु चाहिँ पर्दैन। अनि आइभीएफ गरेको बच्चा चाहिँ आफ्नो बच्चा होइन रे भन्ने धारणा हुँदो रहेछ मान्छेको। अब त्यो नेचुरली नभएपछि आइभीएफ गरेपछि त्यो आफ्नो बच्चै होइन भन्ने चाहिँ धारणा हुन्छ। यो कतिको सत्य हो? आइभीएफ पछिको गर्भधारण चाहिँ आफ्नो बच्चा होइन भन्ने चाहिँ धेरैजनाको चाहिँ धारणा छ। तर यो चाहिँ सत्य होइन। किनभने महिलाहरूले आफ्नै अन्डा दिएका हुन्छन्, पुरुषले आफ्नै बिरे दिएर बनेको हुन्छ। हाम्रो ल्याबमा अब एकदम नयाँ नौलो बच्चा बनेको हुँदैन, उहाँहरूकै ग्यामेट युज गरेर बनेको बच्चा हुन्छ। जस्तो पहिलो 3 महिना हामीले हर्मोनहरूको सपोर्टले बच्चा राखे पनि जब साल बनिसकेपछि आमाले आफ्नो गर्भमा लिने बच्चा चाहिँ आफ्नै बच्चा नै हुन्छ। आफ्नै ग्यामेट युज गरेर बनेको राखेको आइभीएफ प्रेग्नेन्सी नेचुरल प्रेग्नेन्सी जस्तै बच्चाहरू त्यस्तो नौलो नयाँ अरूको त्यस्तो बच्चा हुँदैन। आइभीएफ गर्दा धेरै गाह्रो हुन्छ, धेरै सुईहरू लाउनु पर्छ रे हो? सुई लगाए पनि त्यस्तो एकदमै दुखाइ हुने, एकदम गाह्रो हुने, भर्ना भएर गर्नुपर्ने हुँदैन। खालि आएर डेली बेसिसमा हामी उहाँहरूलाई बोलाउँछौँ, केही मिनटको काम हुन्छ, डेली चाहिँ आउनुपर्ने हुन्छ सुई लगाउन। तर अब एकदमै जटिल त्यस्तो चाहिँ हुँदैन। फ्रिक्वेन्टली इन्टरकोर्स गरिरहँदा चाहिँ गर्भधारण गर्ने सम्भावना हाई हुन्छ भन्ने पनि धारणा पाइएको छ, यो सत्य हो? धेरैजना दम्पतिहरूले चाहिँ अब हामीसँगै बसेकै छैन अथवा महिनाभरि नै सँगै बसेको छैन त त्यही भएर नै बच्चा बसेन भनेर एउटा सोचिरहनु भएको हुन्छ। तर खासै भन्दाखेरि चाहिँ बच्चा बन्ने महिनाको 30 दिनको सम्पर्कले बच्चा बस्ने होइन। समय मिलाएर जुन बेला अन्डा निस्किन्छ त्यो फर्टाइल पिरियडको बेलामा चाहिँ उहाँहरूको सम्पर्क भयो भने चाहिँ बच्चा बस्ने टाइम चाहिँ त्यो हुन्छ। जस्तै महिनावारीको पहिलो हप्ता र लास्टको हप्तामा प्रेग्नेन्सी लाग्ने चान्स हुँदैन। बिचको हप्तामा जस्तै 14, 15, 16 जसको चाहिँ महिनामा महिनावारी हुन्छ त्यो बेलाको सम्पर्कले चाहिँ बच्चा रहने हो। त्यही भएर चाहिँ जो कपालहरू आफूभन्दा टाढासँगै हरेक दिन बस्न सक्नुहुन्न भने पनि यो टाइम मिलाएर सँगै बस्नुभयो भने
नेचुरल प्रेग्नेन्सी लाग्ने चान्स हुन्छ। आइभीएफको सफलताको लागि रेगुलर फलोअप कतिको इम्पोर्टेन्ट छ? आइभीएफ गरिसकेपछि पहिलो 3 महिना मात्रै हामीले अलिकति सतर्कता अपनाउँछौँ, अथवा हामीले अब यहीँ नै हाम्रोमा आइभीएफ गऱ्यो भने सकभर हामीले हाम्रैमा फलोअप बोलाउँछौँ। आइभीएफ पश्चातको प्रेग्नेन्सीमा चाहिँ हामीले टाइम अनुसारले बिरामीलाई चाहिँ यो बेलामा यो जाँचहरू गर्नुपर्छ, फलोअप गर्नुपर्छ भनेर भन्छौँ। मेडिसिनहरू दिन्छ जुन चाहिँ उहाँहरूले टाइममा लिनु पनि पर्छ, फलोअप चाहिँ टाइममा आउनुपर्छ। उहाँहरूलाई आउने, कहिले आउने, के गर्ने हामीले अब अनलाइनबाट पनि उहाँहरूलाई खबर गरिदिएर हुन्छौँ। अनि जाने बेलामा सबै कुरा राम्रोसँग प्रष्ट तरिकाले खाने औषधिहरूको बारेमा, आउने दिनहरूको बारेमा र के गर्ने के नगर्ने सबै राम्रोसँग खुलाएर भनेर नै पठाउँछौँ। एआरटी मेथड भन्छ कि आर्टिफिसियल रिप्रोडक्टिभ टेक्नोलोजी है, यसको बारेमा थोरै बुझाइदिनुहोस् न, के हुन्छ? आजभोलि चाहिँ अब सबैजनाले आइभीएफ गर्ने भन्यो भने चाहिँ यो चाहिँ अब हाम्रो अलि स्ट्यान्डर्ड अथवा अलि एडभान्स टेक्नोलोजीमा पर्छ। त्यसलाई चाहिँ अब एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी भन्छौँ। त्यसमा पनि अझै थपहरू हुन्छ। एउटा चाहिँ आइभीएफमै पनि हाम्रो नेचुरल आइभीएफ भनेर सुनिरहनु भयो होला, जुनमा चाहिँ हामीले अब अन्डा नि लिन्छौँ, बिरे पनि लिन्छौँ, तर नेचुरल वेमा फर्टिलाइजेसनको लागि हेर्छौँ। अब कसैको श्रीमानको बिरेमा कमी छ, बिरेको चालमा कमी छ, सङ्ख्यामा कमी छ भने चाहिँ यही आइभीएफ प्रविधिमा पनि अन्डाभित्र नै बिरेलाई चाहिँ सुईबाट राखेर चाहिँ फर्टिलाइजेसन गराउँछौँ। त्यो चाहिँ अब अलिकति एडभान्स प्रविधि भयो। अब जस्तै श्रीमानको बिरेमा कमी छ, कुनै नलीको कुनै ठाउँमा बन्द भएको छ अथवा सङ्क्रमणहरूले केहीले गर्दाखेरि नली ब्लक छ, जसले गर्दा चाहिँ बन्ने बिरे अण्डकोशमा बनिरहेको छ तर बाहिर निस्किने बेलामा निस्केको छैन। त्यस्तो बेलामा पनि हामीले आइभीएफको गर्नको लागि चाहिँ अण्डकोशबाट नै शुक्रकीट निकालेर अनि त्यो शुक्रकीटलाई चाहिँ हामीले निकालेको अन्डामा मिलाएर अनि इक्सी प्रविधि जुन सुन्नुभयो होला, इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन भन्छौँ, त्यो प्रविधिबाट चाहिँ हामीले प्रेग्नेन्सी लगाउन सक्छौँ। फर्टिलाइजेसन गराएर आइभीएफै गर्नु पर्यो त्यसको लागि चाहिँ। अनि अर्को अब आइयुआईलाई चाहिँ हामीले यो एआरटीमा राखेको छैनौँ। यो चाहिँ अब साधारणतया नेचुरल प्रेग्नेन्सी भन्दा अलिकति माथिको स्टेप मात्रै भयो, जुनमा चाहिँ अब श्रीमानको बिरेमा केही कमी छ अथवा सँगै बसेको 1 वर्षभन्दा बढी भयो, अन्डा बनाउने औषधि खाइरहेछ, सँगै टाइममा नै बस्नु भएको छ, प्रेग्नेन्सी लागेन, नली सबै ठिक छ, अन्डा पनि टाइममा बनिरहेको छ, खालि बिरेमा केही समस्या छ अथवा 3 वर्षभन्दा बढी भयो सँगै बस्नुभएको, कुनै समस्या छैन तर गर्भधारण भएन भने चाहिँ एउटा अप्सन चाहिँ आइयुआई हो, जुन चाहिँ इन्ट्रायुटेराइन इन्सेमिनेसन भन्छौँ। त्यो चाहिँ श्रीमानको बिरेलाई चाहिँ प्रोटिनहरूमा राखेर त्यो चल्ने बिरेलाई चाहिँ सफा गरेर त्यसलाई चाहिँ पाठेघरभित्र राखिदिने हो। अहिले पनि निसन्तानपन यो डिफ्रेन्ट उपचारका विधिहरूसँग रिलेटेड धेरै ट्याबुहरू छ, मान्छेहरू खुलेर बोल्न सकिरहेका छैनन् होइन। सो इन्फर्टिलिटीसँग साइलेन्ट ब्याटल गर्नुहुने त्यस्तो दम्पतिहरूको लागि तपाईँको मेसेज के छ? निसन्तानपन भनेको चाहिँ यस्तो लुकाउनु पर्ने समस्या त्यस्तो मान्न भएन। आजभोलि निसन्तानपन छ भने चाहिँ हजुर खुलेर परामर्श लिन सक्नुहुन्छ। कसैलाई आउनको समस्या छ भने अब अनलाइन कन्सल्टेसन गराउन सक्नुहुन्छ। कुनै पनि समस्या छ भने जबसम्म भन्नु हुँदैन तबसम्म त हल कहाँ पाइन्छ र, त्यही भएर चाहिँ परामर्श लिनु पर्यो। भनेको अनुसार साधारण सानो त्रुटिले पनि हजुरको प्रेग्नेन्सी लागिरहेको छैन भने त्यति एउटा सानो कुरा मिलायो भने अरू केही नगरिकन नेचुरल प्रेग्नेन्सी पनि लाग्छ। त्योबाट सम्भव भएन भने त्यही अनुसार हाम्रो ट्रिटमेन्ट पनि अघि बढ्छ। जस्तै आइयुआई गर्न सम्भव छ, आइयुआईबाट पनि 2-3 पट्टिमा सफलता भएन भने हामीले आइभीएफ गर्न पनि सक्छौँ। एकदमै बच्चा निसन्तानपनको उपचारै छैन भन्ने चाहिँ अहिलेको मानसिकता चाहिँ अब चेन्ज गर्नु पर्यो। पारिवारिक माहौलमा पनि आजभोलि त धेरैजनाको सपोर्टिभै हुनुहुन्छ। जस्तै आफ्नै घर परिवारको मान्छेले पनि यहाँ जानुहोस् न, जचाउनुहोस्, के छ समस्या त्यो अनुसार हल गर्नुहोस् भनेर भनिदिनु पर्यो। अब भर्खर बिहा भएकोहरू आफै पनि तनाव लिएर बसिरहेको हुन्छन्, उनीहरूलाई हौसला दिन पर्यो। नहुने भन्ने हुँदैन, ठाउँमा गएर जचाउने के छ समस्या त्यसको थाहा भएपछि त उपचार हुन्छ, त्यसपछि त प्रेग्नेन्सी लाग्नलाई दुःख हुँदैन।
कुनै पनि निसन्तानपनको समस्या भोगिरहनु भएको दम्पति हुनुहुन्छ भने चाहिँ आफ्नो साथीभाइ परिवारको मान्छेहरूले पनि एउटा हेला जस्तो गर्न भएन, अलिकति माया दिन पर्यो, सपोर्ट गर्न पर्यो, उपचार गराउनको लागि हौसला दिनुभयो भने चाहिँ उनीहरूलाई पनि आफ्नो यता उपचार गराइरहेकोहरूलाई पनि डर त्रास हुन्छ कि उसले थाहा पाउला, उसले सोध्ला, उसले के गर्ला भने त्यो पार्ट चाहिँ अलिकति स्ट्रेस चाहिँ कम हुन्छ।